दाइको पर्फर्मेन्स चाहिँ एकदम दामी छ क्या। कति मजा आउँछ 5 बजेको सुन्दा। बिहान 20 बजेको यस खबरमा मैत्रीको नमस्कार। पाथिबाट माताको जय होस्, मेरो भयो होस् नभए नहोस्। जय पाथिबाट। डिप्रेसन मतलब वो अलग ही लेवल का बंदा था। आज चाहिँ म ठुलो बेसी खेतमा धान रोप्नको लागि बिउ खाल्दै यहाँलाई स्वागत गर्न चाहे। राईको देउता गर्नको लागि चाहिँ मम्मी ठुलो बेसी खेतमा धान रोप्दै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो घरको माइली छोरी चाहिँ धन्दा गर्दैछन्। हजुरहरू पनि जागेको खोजीमा हुनुहुन्छ भने सम्पर्क गर्नु होला मलाई छिटो। घरको सबैभन्दा राजा मन्त्री यहाँ छ। फेरि काम पनि खतरा भान्छ त मन्त्रीले पनि। बादल भन्ने चिज पनि कति साह्रो लागेको होला न, आँखै देखिँदैन। काम गरिसकेपछि खाजा त खानै पर्यो नि। यस्तो चट्ट लाएर खाजा पनि खाइदिएको होला। यो फुल कति फुलेको होला। अब यस्तो यिनीहरूको बाउ चन्द्री आए पनि बचाउन सक्दैन कसैले। यतै ढाल्दिन्छ। फाइनली काम सकेर हामी चाहिँ घर फर्किँदैछौँ। खेतलाई पनि छुट्टी भइसकेको छ। जे जस्तो राम्रो नराम्रो भए पनि अन्तिमसम्म भिडियो हेरेर साथ दिने भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै आजको भिडियोलाई यही घोप्ट्याउन चाहे। ओके बाइ।